मलाई राखियो तेल हालियो चारवटा खम्बाका तीन निकाल्ने पनि छ अनि मन्दिरको जाने देउलो छ नि हो त्यहाँ त्यो निकाल्ने भनेछ अनि मण्डप बनाएको करिकत हालियो प्याज हाल्यो गोभी काटे आलू पहिले काटिसकेको थियो टमाटर धोए त्यसपछि प्याजलाई भुट्नु पर्यो अब प्याज भुटिसकेपछि टमाटर कटिङ गरे टमाटर पनि कटिङ गरेर सिद्धो अब टमाटरलाई हाले आलू र गोभी धुलाई गरे नमक राखे मिर्च राखे हल्दी राखे धनिया राखे तरकारी ले हाले